नेपाली नेतृत्वको सरकारले गरेको कामलाई पछ्याउँदै 52 हप्तासम्म भिडियो बनाउने सङ्कल्पसहित सुरु भएको यो अभियानमा हामी आज 6औं हप्ताको नियमित भिडियो तपाईहरुको बीचमा लिएर आइसकेका छौं। 6औं हप्ता बालेन शाहको कस्तो रह्यो र के कस्ता निर्णय भए भन्ने विषयमा रहेर आजको भिडियो हामी तपाईहरुको बीचमा प्रस्तुत गर्नेछौं। तपाई हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ र हाम्रो भिडियो तपाईलाई कस्तो लागिरहेको छ कृपया हामीलाई कमेन्टमा लेखी पठाउनुहोला। आउनुहोस् आजको भिडियो हामी सुरु गर्नेछौं। बालेन शाहको 6औं हप्ता कस्तो रह्यो र के कस्ता कामहरू भए। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा रहेको कार्यक्रममा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्नुको निम्ति जाने परम्परालाई तोड्दै सामाजिक सञ्जाल मार्फत नै प्रधानमन्त्री बालेन शाहले शुभकामना दिनुभएको छ। बुद्ध धर्मावलम्बीहरूलाई सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री बालेन शाहको शुभकामना। सुकुम्बासी बस्ती हटाउने काम यो हप्ता पनि निरन्तरता दिएको छ, जस अन्तर्गत सुकुम्बासीहरूको लागत सङ्कलन र सुकुम्बासी व्यवस्थापनको लागि स्थानीय तहलाई सरकारले जिम्मा दिएको छ। सुकुम्बासी बस्ती हटाउने क्रममा धोबीखोला करिडोरमा बनेको 8 तलाको घर जो नेपाल सरकारको मातहतमा रहेको जग्गामा बनेको छ त्यसलाई सरकारले डोजर लगाएको छ। मान सरोवर यात्राको लागि लिपुलेक लिम्फुयाधुरा हुँदै भारतले बनाएको सडकमा नेपाल सरकारले कूटनीतिक नोट पठाएको छ। यस हप्ता राष्ट्रपतिद्वारा सबै अध्यादेश पास भएको छन्, जस अन्तर्गत राजनीतिक नियुक्ति लिएका 1500 भन्दा बढी पदाधिकारीले पदमुक्त भएका छन्। यसै हप्ता बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति छानबिन आयोगले छापा मारेको छ। यो सँगै बालेन सरकार इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्दै सरकारले प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्मालाई सिफारिस गरेको छ। तपाईलाई यसमा थप केही भन्नु छ अथवा थप केही जोड्नु छ भने तपाईले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र आगामी भिडियो हामी फेरि बालेन शाहले के कस्ता काम गरे भन्ने विषयमा लिएर आउनेछौँ। अहिलेलाई बिदा हुन चाहन्छु। हस्, नमस्ते।